नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले विभिन्न स्रोतबाट साभार गरेका कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। लागौं आजका कथाहरूतर्फ। आजको लागि पहिलो कथा रहेको छ कथाकार सुकन्या वाइवाज्यूद्वारा लेखिएको कथा बिरालोले सुनाएको कथा। मानिसहरूले पशुपक्षीलाई र पशुपक्षीले मानिसलाई दर्शाएका निश्चल मायाका कथा सुनाइरहन्छन् माम। यस्तै एउटा निस्वार्थ प्रेमको गाथा मामकै विदुषी दिदीको व्यक्तिगत जीवनसँग पनि जोडिएको रहेछ। विदुषी दिदीको जीवनमा भएको मार्मिक घटना नसुनाए त यो कथै अधुरो हुन्छ। कालान्तरमा एउटै छानामुनि बस्ने मौका पाउँदा पनि विदुषी दिदीलाई मैले भेट्न पाइन। नभेटेको भए पनि कता कता उनीप्रति श्रद्धा पलाएर आएको छ यो किट्टी बिरालको मनमा। आखिर विचार र कामले नै आस्था जगाउने नरहेछ। उनले एक कुकुर पालेकी रहेछन् जसको नाम रहेछ किस्ने। हँसी ठट्टा र रमाइलो गरिरहनु पर्ने विदुषी दिदीले उसलाई किस्ने नाम दिनुमा पनि रोचक कथा रहेछ। पाठकवृन्द, मामकी विदुषी दिदीको मन छुने अनुभवको वर्णन गर्न अघि अलिकति रमाइलो गरौँ है। यसको जिम्मा पनि मै लिन्छु। कृष्ण र राम नामले हाम्रो देशमा तहल्का मच्चाएका छन्। सम्पूर्ण जनसङ्ख्याको सायद 2/3 नाम कृष्ण र राम हुनुपर्छ। मधेसमा छन् रामै राम छन् भने पनि हुन्छ। रामवरण, राम लखन, राम स्वरूप, राम सागर, राम छाया, राम वृक्ष, राम अवतार, रामधुन, राम शरण, राम पूजन, राम त कति कति। यो त लौ भयो विदुषी दिदीको प्रिय मधेसवासी पत्रकार र लेखकको नाम समेत राम रिजन नै। हिन्दू धार्मिक ग्रन्थमा रहेका देवी देवताका नाम राख्ने परम्परा अचाक्ली छ। बुढाबुढी भन्ने गर्थे भगवानको नाम धारण गरे व्यक्तिको सुरक्षा हुन्छ। यहाँ त हामी पशु पक्षी र मान्छे मात्रै होइन, भगवान पनि सुरक्षित छैनन् नि। भगवान भनिने कृष्ण नाम पनि त्यत्तिकै छ, बखान गरिरहनै पर्दैन। कृष्ण नामलाई माया गरेर अथवा होच्याएर सम्बोधन गर्दा किस्ने भनिन्छ। जनबोलीमा भन्ने किस्ने हो। यो किस्ने शब्द चाहिँ विदुषी दिदीको लगाव रहेछ। यसो भनौँ मन परेको रहेछ। किस्ने ठुलो खाले कुकुर होइन, होचो र छोटो छोटो रौँ भएको, चिल्लो खराने र कालो रङ्गको सम्मिश्रण भएको जनावर। किस्ने जहिले पनि विदुषी दिदीलाई छोएरै बस्ने गर्दरहेछ। सायद अरूले छोएको उसलाई मन पर्दैन थियो। यही दृश्य देखेर मामले ठट्टा गर्दै हेली सिलासी र उसको सिंह भन्ने गरेकी थिएछन्। पूर्वी अफ्रिकामा एउटा इथियोपिया भन्ने देश छ। त्यहाँ कुनै समय हेली सिलासी नाम गरेका तानाशाह थिएछन्। 40 वर्षभन्दा बेसी शासन गरेका सिलासीले कुकुरको सट्टा सिंह पालेका रहेछन्, सायद दुश्मनलाई थर्काउन। सिंह आफ्नो मालिकसँग टाँसिएर बस्ने गरेको रहेछ। त्यही थाहा पाएर मामले भन्ने गर्थिन् यो किस्ने पनि हेली सिलासीको त सिंह जस्तै हो। किस्ने बामपुट्के भए पनि अलि बलियो र चतुर। एकपटक जोनी नामक टोलको बडेमानको दादा कुकुरसँग किस्नेको ठूलो लडाईँ भएछ। सानो काँटीको किस्नेले ज्याङ्गो जोनीको कान दाँतले टोकेर छाड्दै छाडेनछ। बलले भन्दा छलले भुतुक्कै हुने गरी सजायदिएछ। जोनी त रगताम्य भएर काहीँ काहीँ कराउँदै कुले लाम ठोकेछ। हुन पनि त्यो किस्नेको दिग्विजय नै मान्नुपर्छ। दादा जोनी संसार डोलेर धाक जमाउँदै हिँड्नुपर्ने। उसको साम्राज्य उसको आफ्नै क्षेत्र मैपीमा मात्रै सीमित थिएन, बरु बालाजु नयाँ बजार 16 खुट्टेदेखि ठमेलसम्मै फैलिएको रहेछ। यसलाई पुष्टि गर्ने प्रमाण रहेछन्। यी क्षेत्रमा उसकै रूप रङ्ग लिएर जन्मेका असंख्य बच्चा। विदुषी दिदीप्रति किस्नेको अनौठो माया रहेछ। किस्नेप्रति विदुषी दिदीको स्नेह पनि छक्कै पार्ने खालकै रहेछ। दुवैका माया र स्नेह त साँच्चै दन्ती कथा जस्तो। विदुषी दिदी चाहिँ हाड जोड्ने सम्बन्धी रोगको शिकार रहेछन्। मेजमा बसेर टेबलमा लेख्ने समय बाहेक अरू बेला खाटमै पल्टिरहने रहेछन्। टोयलेट जाँदा मामले सहारा दिनुपर्ने र स्नान गर्दा पनि मामले नै सहयोग गर्नुपर्ने। माम शारीरिक शक्तिकी धनी तर मनको कमजोर। विदुषी दिदी शारीरिक शक्तिकी गरिब तर मनको धनी, अर्थात् सिंहिनी जस्तै। विदुषी दिदीको सल्लाह लिन आफन्त लगायत चिने जानेका मानिसहरूको लामै लाग्ने रहेछ। काम परेको बेला घरमा अरू कोही नभएको बखत विदुषी दिदीलाई एक्लै छाडेर जान मामलाई सकस हुने रहेछ। जा मेरो पीर नगर, म अजिङ्गर हो अजिङ्गर। केही नभए पनि मसँग अलिकति भेनम छ भेनम। विदुषी दिदी मामलाई त्यसरी आँट दिने गर्दिरहेछन्।
अप्ठ्यारो स्थिति बुझेरै त होला किस्नेले पनि मामकी विदेशी दिदीको कोठा कहिल्यै नछोड्ने रहेछ। एक इमान्दार पहरेदार जस्तै कुरुवा बस्ने रहेछ। एक पटकको घटना हो, त्रिशुलीतिरबाट एक प्रतिष्ठित महिला विदेशी दिदीलाई भेट्न आइछिन्। उनी मेचमा नबसिकन हानिएर सोझै विदेशी दिदीतिर पुगिन् र भित्तामा मुख फर्काई मस्त निदाइरहेकी दिदीलाई सुमसुम्याउन पुगेछन्। यस्तो दृश्य देखेर होला चितुवाको जस्तो फुर्ती निकालेर किस्नेले झम्टेछ, महिलाको मुखमै टोकिदिएछ। कस्तो असहज परिस्थिति सृजना भयो होला, हाम्रै माम त वर्णन गर्नै सक्दैनन्। यस्तै एक मध्याह्नको कुरा हो, लामै समयको अन्तरालमा टाढाको एकजना भाइ त्यस घरमा आएछन्। विगतमा जस्तै सम्झेर उनी दिदीको कोठाभित्र सिधै छिरेछन्। त्यसपछि त आफ्नो खुट्टामा एक्कासी दाँत गाडिएको महसुस भएछ। त्यो त किस्नेको टोकाइ थिएछ, बिना आज्ञा कोठाभित्र प्रवेश गर्ने अपराध स्वरूप दिएको दण्ड। म उनीहरू दुवै बीचको अनौठो मायाको कुरा गर्दै थिएँ अघि। रोगी विदेशी दिदीको निकै जसो समय अस्पताल धाउनु र डाक्टर भेट्नुमा खर्च हुने गर्दो रहेछ। एक दिन उनलाई साह्रै अप्ठ्यारो भएछ। कालो बादल छाएर वर्षा भइरहेको रात। उनको स्वास्थ्य बिग्रेकाले इमर्जेन्सी नै दौडाउनु पर्ने भएछ। धन्य मामका पति लामाजी घरमै हुनुहुँदो रहेछ र उनले वाहन बोलाई दिदीलाई अस्पताल दौडाएछन्। असमञ्जसमा परेको पहरेदार किस्ने के नै भयो भन्ठानेर बेतोडसँग भुक्दै वाहनको पछि दौडेछ। वर्षाको झरीले उसलाई रोकेन, वाहनको बेग अघि उसको केही लागेनछ। तर त्यस रात किस्ने घर फर्केनछ। भोलिपल्ट बिहान पख मात्रै थकित किस्ने घर फिरेछ। त्यो मायाको परिभाषा कसरी गर्ने? मामको प्रश्न। मायालु किस्नेसँगको दुःखद वियोगको पनि छुट्टै कथा छ। माम यसै भन्छन्, एक साँझ एक दरिलो कसिलो ठूलो जीव ज्यान भएको जर्मन सेपर्ड बाटो बिराएर हाम्रो कम्पाउन्डभित्र पुगेछ। उसको पालकको खोजी गरियो, भेटिएन। मामकी कान्छी बहिनीको कोठामा शरणार्थी भएर बसेछ। जर्मन सेपर्डलाई नाम पनि दियो भालु। कुकुरको नाम चाहिँ भालु। मलाई त हाँस उठ्यो नाम सुनेर। एउटै छानामुनि बास किस्ने र भालुको घर एउटै, कोठा चाहिँ बेग्ला बेग्लै। देखादेख भयो कि महाभारत सुरु भइहाल्ने। दिनमा 10औं पटक झगडा हुने। यस्तो झगडालु स्थितिका बीचमा पसेर छुट्याउने काम सिर्फ मामको, अरूको त आँटै नहुने। दुई जनावरको झगडा सल्किँदै गएछ मान्छेहरूमा पनि। कुकुरहरूको द्वन्द्वमा एउटै घरमा बेग्ला बेग्लै कोठामा बस्ने दुई परिवारबीच मनमुटाव बढेछ। मनमुटाव मात्र होइन, झगडा नै हुन थालेछ। सीमातीत हताशको क्षणमा एक दिन विदुषी दिदीले मामलाई बोलाएर भनिछन्, पठाइदे माथि किस्नेलाई। माथिको अर्थ त बुझिहाल्नु भयो होला। विदुषी दिदीले कुन मुटुले त्यसो भनिन् होली? सोचनीय छ। हुन त पहाडको टुप्पोबाट खसेको ढुङ्गाले पनि अट्ने ठाउँ पाउँछ भनिन्छ। किस्नेलाई पनि माथि पठाउनु परेछ। एक सहृदय साथीले स्वीकार गरेर पाल्न लगेछन्। सबै सुख दिएर पालेछन्, सबैलाई सन्तुष्ट हुने गरेर। उनी मुक्तिदाता नै ठहरिए। त्यसपछि सबै साम्य भएछ। तर विदेशी दिदीको मनमा एक कुना रित्तो भएछ, कहिल्यै नपुर्ने गरी। यसरी गहिरो माया गर्ने मान्छे कमै छन्। अझ पशु पक्षीमा पनि दुःख सुख अनुभव गर्ने मन हुन्छ भनेर बोध गर्ने झन् कम छन्। यी दुवै गुण भएका भावुक व्यक्तिहरूले केही लेखेका रहेछन्। यसरी नै जनावरको कथा लेखेर चर्चित भएकी थिइन् बेलायतकी अन्ना सिवेल। ब्ल्याक ब्युटी उपन्यास लेखेर उनले नोबेल पुरस्कार पाइन्। ब्ल्याक ब्युटी एक घोडीको नाउँ हो। लेखिका सिवेल 14 वर्षकी किशोरी हुँदादेखि नै शरीरले अशक्त थिइन्, विदुषी दिदी जस्तै। उनले आफूलाई सेवा दिने घोडामाथि पनि लेख्न सकिन्छ भन्ने देखाइन्। उनले एउटै कृति जन्माइन् र अमर भइन्। कथा रहेको थियो बिरालोले सुनाएको कथा। कथाकार सुकन्या वाइवा। लागौं अर्को कथातर्फ। कथाको शीर्षक रहेको छ घर। कथाकार भाउपन्थी। 100 वर्ष अघिको घर त होइन यो, 100 वर्ष अघिकै भए पनि नियति यही नै थियो। संरक्षण गर्न लायकको थियो त्यो। कारण यो पुरातात्विक सम्पदा पनि होइन। पुरातत्वको दृष्टिले सबैतिर पुगेको पनि हुँदैन। तर यस घरमा जन्मेकाहरूको घर संरक्षणमा केही कर्तव्य बन्थ्यो भनिए पनि ती अहिले कता कता गइसके। घर खाली छ भन्नाले अधिकांश चोटाकोठाहरू खाली छन्। घर बुढो भइसक्यो। यसमा बस्नेहरूले छाडेका पनि 3 पुस्ता लाग्न थालेको छ। जति पुस्तान्तर भए पनि घर उदास छ। घरले रमाइलो अनुभव गर्न पाएको छैन। उति बेला घरमा दशैं, तिहार र तीज पर्व आउँथे। घरमा हल्लीखल्ली भइरहन्थ्यो। मानौ संसारभरिको रमाइलो यसै घरमा जम्मा भएको छ। हाँसो गुन्जिरहन्थ्यो। घरले हाँसो मात्र होइन, शोक र रोदन पनि अनुभव गरेको छ। मूल परिवार अझै थियो, बाजे, बा, आमा, हजुरआमा, दिदीबहिनी, दाजुभाइ। तर अहिले को छ? कोही छैन। घर कुर्नलाई एकजना गाउँकै गरिब मानिस, जसको परिवार भन्नु एउटै श्रीमती र कुजिएकी छोरी छ।
उसलाई जिम्मा दिएको छ। घरतिर फर्कने कसैलाई चासो छैन। घर परिवारको बारी कान्ला बाँझा छन्। घर कुराले गर्न नै के सक्छ र? उसले र उसकी बुढीले खनीखोस्रे गरी लगाएका 1-2वटा सिमेका, काँक्राका र फर्सी घेरोलाका झाङ बाहेक अरू केही छैन। 2-4 वर्ष पहिले यकिनले भन्न सकिन्न, एकजना युवक विदेशबाट आएको थियो। त्यसबेला पनि घर कुरुवा यही बुढो थियो। हुन त यसको पनि निधन भइसक्नु पर्ने हो, तर आयु लामै लिएर आएको रहेछ। घर कुर्न छाडेको छैन। विदेशमा बसेकाहरूले केही न केही नगद रकम पठाइराखेकै थिए। अहिले बन्द जस्तो छ। त्यसैमा झुन्डिरहेको थियो ऊ। गाउँमा नगदको अभाव छ, तर भनिन्छ बुढीले भित्रभित्रै केही रकम जम्मा गरिसकेको थियो। तर उसलाई घर मर्मत गर्न भनेर कसैले रकम पठाउने गरेको छैन। बुढीले पनि आफूलाई खाँचो पर्ने जति घरको भाग मर्मत गरेर बस्ने गरेको छ। कुजी छोरी पनि धेरै टिक्ने स्वास्थ्यकी छैन। बुढीले बरु चुरोट तानेर भए पनि उसलाई साथ दिइरहेकी छ। बुढीले नजिकैको पसलबाट किनेर ल्याएको चामल दाल र बारीबाट टिपेको अर्ग्यानिक साग तरकारी बुढीले पकाएर खुवाउने खाने गरेकी छ। भनिसकियो, केही वर्ष पहिले विदेशबाट एकजना तन्नेरी आएको थियो। यो घर खोज्दै उसले परिचयमा भन्यो, मेरो हजुरबाको घर हो यो। ऊ किन आएको रहेछ भने यो पुरानो घरको तस्बिर खिचेर विदेशको कुनै प्रतिष्ठित पत्रिकामा छपाएर प्रसिद्धि कमाउन। यसै भन्थ्यो। केही वर्ष अघिको कुरा हो यो। उसको साथमा स्थानीय बजारमा बिहे, व्रतबन्ध र मरपरमा भिडियो बनाउने स्थानीय युवक पनि थियो। ऊ पनि त्यहीँ बस्यो। उनीहरू धेरै दिन बसेनन्। घरको टाढा नजिक दुवै ठाउँबाट भिडियो वा तस्बिर खिचे। उनीहरूले अनेक कोणबाट त्यो खिच्ने काम गरे भने विदेशी बजारमा यसको मूल्य धेरै हुनेछ। घरका सबै चोटाखोटा, छानो, भान्सा र बैठक आदिको निकै मेहनत साथ फोटो र भिडियो खिचे। युवकले विदेशबाट उपकरणहरू ल्याएको रहेछ। यहीँबाट पनि लोकल युवकको पसलबाट अरू आवश्यक सामान भाडामा लिएको रहेछ। लोकल युवक प्रसन्न थियो, ठुलै काम गर्न पाएँ भनेर। भन्थ्यो, भविष्यमा नेसनल जियोग्राफीमा काम पाउन सक्छु। ती दुवै युवक उत्साहित थिए। आपसमा कुरा गरेको सुनिन्थ्यो। यो हाम्रो मुलुकको टिपिकल घर हो। यस्तो घर अब भेटिँदैन। उति बेला कुरुवा बुढोले बीचमा जान्ने भएर भनेको थियो, बाबु हो, तपाईँहरूले ठिक कुरा गर्नुभयो। अचेल यस्ता घर र यिनमा बस्ने मानिस भेटिँदैनन्। हामी जस्ता बुढाखाडा जसले घर कुरेर गाउँतिर आउने बाटो हेरेर बसेका हुन्छौँ, त्यस्ता प्राणी मात्र पाइन्छन्। ठिकै हो, गाउँ नै रितिएका छन्, लोग्ने मानिस छैनन् र बिस्तारै आइमाई र केटाकेटी पनि उतै लाग्दैछन्। फर्केर आउने सोच कसैमा छैन। कुरुवा बुढोलाई यो चिन्ता पनि थियो। आफू मरेपछि लतार्दै भए पनि घाटसम्म लगेर अन्तिम संस्कार गरिदिने कोही छैन। यसकारण ऊ यसमा धेरै चिन्ता लिन्थ्यो। कसरी अन्तिम संस्कारको व्यवस्था गर्ने? लास त यो घरमा सर्न दिनु भएन। युवकले उसका कुरा सुने। जवाफमा केही भनेनन्। उनीहरूको भङ्गीमा यो देखाइएको थियो, बुढो बढी जान्ने भएको छ। घर कुरा हो, तर कुरा भने ठुला गर्छ। कुरो उनीहरूले मनमा नै राखे। अन्तिम दिनभन्दा अघिल्लो दिन उनीहरूले बुढोलाई फकाउन भने, बा गाउँमा गएर एउटा जक्खु भाले किनेर ल्याउनुहोस् र मरमसला ट्वाक्क पारेर पकाउन लगाउनुहोस्। 2 बोतल राम्रो उच्च स्तरको मदिरा पनि ल्याउनुहोस्। सँगै बसेर खाउँला। आज हाम्रो कामको अन्तिम दिन हो। हाम्रो काम सकिएको खुसियालीमा आजै भोज भइजाओस्। भोलि टापन टिपन काम सकाएर हामी पर्सि गइहाल्नेछौँ। बुढोलाई पर्सि जान्छौँ भनेर युवकहरूले खुसी पार्न चाहेका थिए। बुढोलाई केही दिनको साथ सङ्गत भए पनि युवकहरूको क्रियाकलापले रमाइलो अनुभव गराएको थियो। त्यो पनि अब पर्सिदेखि हराउने भयो। बुढाको मन उदास भयो। कोही यो घरमा बस्ने गरी आउँदैन। त्यस्तो लागे पनि बुढाको मनमा यो आइरहन्थ्यो, यो घर बुढो भए पनि उसैको हो। कारण यो पनि थियो, बुढीले यसै घरको ओतमा आश्रय पाएको छ। यस घरको नाति विदेशबाट आएर पनि यो घरको स्वामित्व दाबी गरिरहेको छैन। कति पराई भएछन् यिनीहरू भनेर कुरुवा बुढोले आश्चर्य मान्यो। विदेशी नाति केटो राम्ररी आफ्नो भाषा बोल्न जान्दैन थियो। उसमा घरप्रति मात्र आश्चर्यको भाव थियो। सानैमा पनि ऊ यो घरमा आएको थिएन। उतै जन्मियो, उतै हुर्कियो। नेपाली मूलका आमा बाबुको छोरो। बाजे बराजुको यो घर थियो, जुन अहिले ढल्ने अवस्थामा थियो। घरको मूल ढोका खुस्केर एकातिर पछारिन खोज्दै थियो। घरका बाहिरी भित्ता जुन पहिले छोरा बुहारीहरूले जतनले लिपलाप गरेर चिटिक्क पार्थे र रातो माटोको पटुकी बेरिदिन्थे, त्यो अहिले विरूप लाग्दो भएको थियो। त्यहाँ घाँसै घाँस उम्रेको छ। घर अत्यन्त रमणीय प्राकृतिक परिवेशमा अवस्थित थियो, तर घर वरिपरि अहिले झाडले उजाडिएको थियो। मानौ 100औं वर्षदेखि यता कसैले बसोबास गरेको छैन र घरले स्याहार सुसार पाएको छैन। कुरुवा बुढोलाई
घरको पुरानो रूप थाहा थियो, तर त्यो रूप कायम राख्नु उसको बुतामा थिएन। घर भत्कँदै गएको ऊ विवश भएर हेर्न बाध्य थियो। त्यस साँझ उनीहरूले रमाइलो गरे। युवकहरू गाउँकै एउटा होटेलको कोठामा भाडा तिरेर बस्ने। बुढो घरमा कुनै एउटा कोठा साबुतको थिएन जसलाई बढार कुटार गरी बस्न लायकको बनाउन सकियोस्। बाहिरबाट हेर्दा मात्र घरको पूरा खाका बचेको थियो, तर माथि छानो पनि खस्ने तर्खरमा थियो। बलाहरू मक्किएका थिए र खाँबा धमेराले भित्रसम्म खोक्रो पारिसकेको थियो। कुरुवा बुढो धरी घरको हालत बुझ्न कोठा, भान्सा र बैठकतिर जान डराउँथ्यो। त्यसैले उनीहरू कुरुवा बुढोले सुरक्षित राखेको कटेरो जस्तो भागमा राति जमेर बसे। बुढोले भाले पनि जक्खु नै छानेर ल्याएको रहेछ। उच्च मदिरा तिनले पिए। कुरुवाकी बुढीले मासु भात पकाउन सकिन र ऊ पहिले नै बिहानको बासी र चिसो साग भात खाएर सुत्न गइसकेकी थिए। मासु भात जाने जति सिप लडाएर बुढोले नै पकायो। पर्सिको दिन विदेशबाट आएको युवक र लोकल प्राविधिक तन्नेरी कुरुवा बुढोसित बिदाबारी भएर बाटो लागे। जान अघि बुढाको हातमा 2वटा 1000 का नोट राखिदिए र लोकल युवकले गरेको नमस्कारको नक्कल गर्दै विदेशीको नेपाली मूलको छोराले पनि नमस्कार गर्यो। कुरुवा बुढोलाई पनि खुसी लाग्यो, तर मन उदास थियो। जसको पैतृक घर हो उसैलाई भत्किन लागेको पुस्तौनी घरको वास्ता छैन भनेपछि उसले सोच्यो, यो बुढेसकालमा यो घरको दायित्व उसले कसरी सम्हाल्ने। कुरुवा बसेको भए पनि उसलाई घर आफ्नै लाग्दै आएको थियो। अहिले कुरुवा बुढो छैन। अफसोसका साथ यो भन्न सकिन्छ, पोहोर साल ऊ बित्यो। पहिले बुढी बिती र त्यसभन्दा पहिले कुँजी छोरी। गाउँकाहरूले जन्म मृत्यु साथसाथै रहन्छन् भनेर चित्त बुझाए, तर गाउँमा खासै मानिस थिएनन्। चित्त बुझाए भन्नु पनि उपयुक्त देखिएन, तर विदेश गएकालाई छाडेर गाउँमा जति मानिस बाँकी थिए तिनले चित्त बुझाए। लाई मिली बुढाहरूको अन्तिम संस्कार गरिदिए। नेपाली मूलको आमा बाबुबाट जन्मेको छोराको विदेशी युवक छोरो गएको केही छोटो समयपछि नै एक हुल टुरिस्ट त्यो गाउँमा आए। युवा र प्रौढ भएका, सफा सुग्घर, मगमगाउँदा सुसम्पन्न लाग्ने महिला पुरुषको एउटा पर्यटक टोली नै थियो त्यो। बस गाउँसम्म आउन सक्थ्यो। ती पर्यटकहरू सुविधायुक्त 2 मिनी बसमा आएका थिए। प्लेनबाट काठमाडौँ ओर्लेपछि तिनले 5 तारे होटेलको गाइडलाई भनेका थिए, हामीलाई सोझै यो घर भए ठाउँ लैजाऊ, टेक अस देयर। गाइड एउटा चलाक युवक थियो। उसले अलिकति अनुसन्धान गरेर यो थाहा पाएको थियो, उनीहरूले देखाएको विदेशको एक नामी पत्रिकामा छापिएको घरको तस्बिर छपाउने युवकले त्यही घरको विवरण र तस्बिरका कारण ख्याति कमाएको थियो। ऊ यसै गाउँको नाति पनाति केही थियो। गाइडले तस्बिर भएको पत्रिका हातमा लिएर त्यो अमेरिकी युवक जो नेपाली आमा बाबुको छोराको छोरो सन्तान थियो उसलाई सहयोग गर्ने लोकल युवकको पत्ता लगायो। लोकल तन्नेरी अलि उदास थियो, कारण गाइडले पत्रिका देखाएर लौ त यी पर्यटकलाई यो ठाउँ लिएर जाउँदै पारिश्रमिक कस्तो पाइनेछ भन्दा उसमा उत्साह देखिएन। पहिलो कुरो त यो थियो, पत्रिकामा छापिएको तस्बिरको साथमा उसको नाम थिएन। भिडियो पनि खिचिएको थियो, त्यसमा पनि उसले थाहा पायो एक प्राविधिक सहयोगीका रूपमा मात्र उसको नाम छ, जबकि उसले सबै तस्बिर र भिडियो तयार गर्नमा गहिरो परिश्रम गरेको थियो। परिणाम उसले केही पाएन, आभारसम्म पनि पाएन। यसकारण उदास थियो उसको मन। पारिश्रमिक उसले ठटाएर लिएको हो। त्यो पारिश्रमिकको तुलनामा अहिले पुरै पृष्ठको तस्बिर छपाउनेले कति पायो होला। ऊ यसकारण पनि उदास थियो। घरको तस्बिर र विवरणका कारण अहिले विदेशी पर्यटकहरू ओहिरिए। त्यो घर प्रत्यक्ष हेर्न चाहेका छन्। पारिश्रमिक वा रकम जे भनौँ पर्याप्त पाइने मौका छ तापनि लोकल युवक उदास छ, कारण उसले गाइडलाई बडो दुखी मनले भन्यो, भाइ त्यो घर त पोहोरै ढलिसक्यो। ए हो दाइ, अनि यी टुरिस्टहरूलाई के देखाउने? लोकल युवक एकछिन मौन बस्यो र वेदनापूर्वक स्वरमा भन्यो, देखाउनु पर्ने कुरो केही बाँकी छैन भाइ। त्यो घर इतिहासको कुरो भइसक्यो। त्यसका काठपात, डाँडाभाटा, धुरी खाँबो सबै चोरिएर गायब पारिसके र केही बेचिए, केही मक्किएर ध्वस्त भए। त्यो घर अब छैन भाइ। कथा रहेको थियो घर। कथाकार भाउपन्थी। अब लागौं आजको लागि अन्तिम कथातर्फ। बालकथा रहेको छ। कथाको शीर्षक बाटो देखाउने छोरी। कथाकार सजना दरै। रामपुरकी कमलाको 2 सन्तान थिए, छोरी सुनिता र छोरा सुरेश। सुनिता 4 कक्षामा पढ्थे, दाजु सुरेश 6 कक्षामा। उनीहरूको बुबा सरकारी कार्यालयमा अधिकृत थिए। जाडोमा लामो छुट्टी थियो। सुरेश चाहिँ काकाको छोरासँग खेल्न रमाउँथ्यो। ऊ घरमा एकछिन बस्न रुचाउँदथ्यो। उनीहरू कहिले कम्प्युटर खेल्ने, कहिले टिभी हेर्ने, कहिले गिटार बजाउने गर्दथे, तर सुनिताको केटी साथी कोही पनि थिएन। शनिबारको एक दिन कमलाले सुरेशसित भनिन्, म बच्चाहरूको कार्यक्रममा जाँदैछु, तिमी दाजुबहिनी घरमै मिलेर बस है।
भइहाल्छ नि मम्मी, सुरेशले भन्यो। तर सुनिताले भनी, मलाई एक्लै बस्दा बस्दा वाक्क लागिसक्यो। आज म तपाईसित जान्छु। उसो भए ठिक 1 बजे घरबाट निस्कने है त, कमलाले भनी। कार्यक्रम कति बजे सुरु हुन्छ मम्मी? सुनिताले सोधे। 1:15 बजे, कमलाले भने। ढिला गरी उनीहरू घरबाट निस्किए। बाटोमा बल्ल बल्ल एउटा माइक्रोबस आयो। हतार हतार बाटो काट्दै माइक्रोबस भएको ठाउँ पुग्नै लागेको थियो। सुनिताको खुट्टामा मोटरले झन्नै हानेको। भाग्यले उसलाई केही पनि भएन, तर ट्राफिक प्रहरी र माइक्रो ड्राइभरले उसकी आमालाई नियम उल्लङ्घन गरेको भन्दै सचेत गराए। उसकी आमा भने दुवैलाई उल्टो गाली गर्दै थिइन्। त्यही माइक्रो चढेर उनीहरू थापाथलीमा ओर्लिए। बल्ल बल्ल 1:30 बजे उनीहरू सीताको घरमा पुगे। अहो, घर त कति राम्रो, तर बच्चाहरूको कार्यक्रममा जाने भनेर आमा किन सीता आन्टीको घरतिर? उनको मनमा प्रश्न उठिहाल्यो। छिनमै यो कुरामा आमालाई सोधिहालिन्। धेरै जान्ने हुने होइन, चुप लागेर अघि बढ। आज सीता आन्टीको घरमा हामी स्कुलदेखिको रमाइलो भेटघाट कार्यक्रम छ के? आमाले दबाउन खोजिन्। बुबा र दाइलाई बिहान ढाँटेको कुरा सम्झाइन् सुनिताले। बुबा र दाइलाई सत्य कुरो भने त आउनै नदिने कुरा आमाले सुनाइन्। भरे घर गएर सबै कुरा भन्ने होइन नि, आमाले सचेत पनि गराइन्। सीता आन्टीको घरमा नाचगान र भोजको कार्यक्रम रहेछ। कमलाका साथीहरू धेरै जसो त सामाजिक कार्यकर्ता। आमाका साथीहरूको कुराको विषय नै श्रीमान नन्द आमाजु र सासू थिए। सीता आन्टीका छोराछोरी होस्टेलबाट नआएकोले सुनिता त्यही पनि एक्लै भइन्। आमाका साथीहरूको गन्थन सुन्दा सुन्दा उसलाई कहिले घर फर्को जस्तो भइसकेको थियो। उनीहरूका कुरा अनुसार कसैले सासूलाई निकालेका थिए, कतिले श्रीमानसँग झगडा गरेका थिए। मिलोका घरमा केही कुरा झुट बोल्ने उनीहरूले योजना पनि बनाए। त्यो कुरासँगै गएकी छोरीलाई मन परेन। उनले मनमनै विचार गरिन्, यो कुरा घरमा सबैलाई भन्नुपर्छ, नत्र आमाको यस्तै बानी बसिरहन्छ। ठुलो मानिसले आफू असल भएर देखाए मात्र सानाले राम्रो कुरा सिक्ने मौका पाउँछ। बच्चाहरूले जे काम पनि ठुलाले गरेको बोलेको देखेर सुनेर त्यही अनुसार गर्ने त हो नि। फटाहाका सन्तान फटाहा नै हुन्छन्। यति राम्रो बुबा पाएर पनि तपाईलाई कस्तो असन्तुष्टि। धन र पद भन्दा त प्रेम नै ठुलो हो। आज मानिसको मनमा सत्य, धर्म, प्रेम नभएर संसारमा हिंसा र अशान्ति बढेको हो। उनले अब आमालाई सम्झाइन्। सुनिताको बुबाले आमालाई सम्झाउँदै भने, हो कमला, प्रेम र सन्तुष्टि नै आनन्द र शान्तिको कारण हो। यस्ता हिरा जस्ता छोराछोरी ज्यादै थोरैको हुन्छ। हामी त धेरै भाग्यमानी आमा बुबा हौं। छाडिदेऊ अब केही गलत सङ्गतहरू, असल बाटोतिर हिँड। कमलाले सुनितालाई भनी। सुनिताले मेरो आँखा खोलिदिएकोमा धन्यवाद। अबदेखि म यस्तो काम कहिल्यै गर्दिन, जुन काम यति सानी छोरीलाई समेत मन पर्दैन। ल अब सँगै जाउँ। सबै परिवार हात समाउँदै मुस्कुराउँदै हिँडे। कथा रहेको थियो असल बाटो देखाउने छोरी। कथाकार सजना धरै, कक्षा 9, राम शाह मावि, आबु खैरेनी तनहुँ। यो सँगसँगै आजको लागि सम्पूर्ण कथाहरू सकिएका छन्। तपाईलाई आजका यी 3वटा कथाहरू के कस्ता लागि कृपया कमेन्टमा उल्लेख गर्नुहोला। साथसाथै च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। लागौं गाउँ खाने कथातर्फ। आजको लागि गाउँ खाने कथा रहेको छ, पहिले जन्म्यौ आफै, त्यसपछि जन्मे जेठा दाई, बाबा जन्मेको हामीले देख्यौं, पछिबाट जन्मे कान्छा भाइ के हो? प्रश्न एकपटक फेरि, पहिले जन्म्यौ आफै, त्यसपछि जन्मे जेठा दाई, बाबा जन्मेको हामीले देख्यौं, पछिबाट जन्मे कान्छा भाइ के हो? यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्नुहोला। म भोलिको भिडियोमा यसको सही उत्तर अवश्य पनि वाचन गर्नेछु भन्दै लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। हिजोको भिडियोमा मैले अकबर, बिरबल र तानसेन शीर्षकको कथा वाचन गरेको थिएँ। उक्त भिडियोमा कमेन्ट गर्नुहुने दर्शकहरू हुनुहुन्छ भरत घरतीज्यू। उहाँ लेख्नुहुन्छ, साना साना युट्युबरहरू को हुनुहुन्छ, एक आपसमा साथ सपोर्ट गरौँ है भन्नुहुन्छ। त्यसैगरी अर्जुन विशीज्यू लेख्नुहुन्छ, नमस्कार सर, अकबर बिरबलको कथा एकदमै राम्रो छ अनि मिठो वाचनको लागि धेरै धेरै धन्यवाद सर, हजुरको दिन शुभ रहोस् भन्नुहुन्छ। धन्यवाद। युजर VLज्यू लेख्नुहुन्छ, कथा वाचन धेरै राम्रो छ, हरेक दिन सुन्ने गर्छु र लाइक पनि भन्नुहुन्छ। धन्यवाद। भावना केसीज्यू लेख्नुहुन्छ, धेरै धेरै राम्रा कथा दादा, धन्यवाद भन्नुहुन्छ। धन्यवाद। माया श्रेष्ठज्यू लेख्नुहुन्छ, नमस्कार जोजलपा, आदरणीय जमिन सर, धेरै नै राम्रो ज्ञानमय कथाहरू भन्नुहुन्छ। धन्यवाद। त्यसैगरी सुमिना बरालज्यू लेख्नुहुन्छ, नाइस कथा। त्यसैगरी इन्दिरा कोइज्यू लेख्नुहुन्छ, सेवा हजुर, कस्तो राम्रो कथा भन्नुहुन्छ। कमेन्ट गरिदिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ भोलिको भिडियोमा को कथाको साथ भेट हुनेछ भन्दै आजको कथा बसाइबाट बिदा दिनुहोस्। नमस्कार।